मैले थाहा पाएछु अब एउटा कुरा मैले थाहा पाएछु जति पैसा आएको छ म यही प्रतिबद्धता जाहेर गर्न चाहन्छु वैदेशिक रोजगारमा उसको 6 वटा पक्राउ जारी छ मैले थाहा पाएछु अपडेट कानुन सम्बद्ध वैदेशिक रोजगारमा जानुकाले पैसा तिर्छ अब म तपाईलाई सुन्ने कानुनी बाटो होला त्यसलाई सुन्नु अब तपाईमा हामी प्रश्न हुन्छ नि को ठग को सही को गलत जानुका पनि ठग यो नेपालको पिछला ठग सबै हुँदी कारबाही होइन त्यो म प्रुफ गर्छु कति 70 170 मा त्यहाँ पैसा किन बुझिनस् त जानुका तैले पैसा दिन किन ढिला गरिस् भनेर यहाँ हरेक इभिडेन्स छ भनेको जानुका ढुङ्गाना चाहिँ ठग होइन भन्ने पक्षमा तपाईँ हुनुहुन्छ होइन ठगै हो जानुका ढुङ्गाना सहित नेपालमा पिछला ठग अर्को युके को मन्दिर केसी पोल बुढा थोकी त्यसले नामले है त्यो के योगेन्द्र सुद अहिले पनि कस निकाल्नेदेखि लिएर अहिले पनि त्यो काम चाहिँ स्टार्टिङ भइरहेछ त्यो मसँग इभिडेन्स छ हुँदो प्रमाण छ त्यो रेकर्ड आइरहेछ तर मेरो छोरी सहित कृष्णले ठगको चाहिँ छ नि तपाईँ अरु देशमा दुखाउनु भइन्छ ठगको इज्जत जोगाउने हो इज्जत गुटाइछ न्यायको कुरा कानुनी भोग्छ त भोग्छ कानुनी छ भोग्छ त्यसो भन्नुस् न हो भोग्छ त तर 19 जना त लुक्यो नि यहाँ हो त्यसो भन्नुस् तर तपाईले ठगको इज्जत जोगाउँछु भन्ने जोगाउँदिन न्यायको कुरा गर्ने मान्छे गर्न सक्दैन यस मैले भन्दिन यो सायद मेरो छोरी सहित हुन्डी कारोबारी युके मा बस्ने नेपालमा बस्ने सबैको मुकुट उतार्नु पर्छ योजनाबद्ध रूपमा षड्यन्त्रपूर्वक ढङ्गबाट यिनीहरूलाई पीडित बनाएको छ ठुलो स्क्याम भएको 15 करोड भन्दा बढी छ यो चान्चुने छैन है मेरो छोरीले खाएको पैसा तिर्न उहाँ म तयार हो म कानुन सम्बन्ध मेरो छोरीले कति आउँछ थाहा छैन कति जना ठग्या छ थाहा छैन तपाईको टेलिभिजनबाट म सम्पूर्ण अनुरोध गर्न चाहन्छु यी ठगहरूबाट को ठग्या छ तपाईहरु त्यो नकली चेक तपाईहरु नकली कागज लिएर घरमा नबढोस् यो चेक कुनै पनि सक्दैन बेलायतबाट जानुका ढुङ्गाना सम्पर्कमा पीडितहरूसँग प्रत्यक्ष संवाद गराएपछि फोन नै काटिन् पैसा फुत्काउन पीडितहरूको घरमै गएर ब्रेन वाश गर्ने जानुका अहिले बेलायतमा छिन् तर उनी अहिले पनि आफूले ठगी नगरेको र आफूलाई फसाइएको दावी गर्दै आएकी छिन् यसअघि पनि लाइभ कार्यक्रममा उनले ठगीमा संलग्न रहेको केही व्यक्तिको नाम समेत लिएकी थिइन् मनदीप केसी बिन्दु पोखरेल नेहा अधिकारी राजेन्द्र सापकोटा रबिन कार्की सम्पूर्ण केसी लगायतका व्यक्तिले आफूलाई फसाउन लागेको उनले दावी गरेकी थिइन् सोमबार पनि हाम्रो सम्पर्कमा आएकी जानुकाले यो ठगी प्रकरणको मुख्य नायिका ललितपुरको साथ दोबाटोमा रहेको भ्याली केयर होमको सञ्चालक नेहा अधिकारी भएको दावी गरिन् यसक्रममा हामीले जानुकाबाट ठगीमा परेका मोरङकी सुनिता पोखरेल र सुर्खेतकी संगम साईसँग पनि उनको संवाद गरायौं उक्त संवादको क्रममा यी पीडितहरू आफू मार्फतै ठगीमा परेको स्वीकार गरे पनि उनीहरूको रकम फिर्ता गर्ने बारे भने ठोस जवाफ दिन सकिनन् मामिला कानुनी बनिसकेकोले कानुन अनुसारै अघि बढ्ने भन्दै फोन काटिन् यो हेर्नुहोस् जानुकालाई उन्देपछि 23 जना पर्छ टोटलमा 23 जना इन्क्लुडिङ म छु है सर यो ग्रुपमा 23 जना इन्क्लुडिङ म छु बच्च भन्ने उहाँको र मैले मलाई एउटा पुलिस चिन्दिन प्रशासन चिन्दिन के चिन्दिन र मैले मेरो काका बाउ मेरो झगडा परे काका बाउलाई मैले के भनेर नि अंकल यो पुरा सबै अनुसन्धान गर्दिन म मात्र मेरो मात्र थाप्लोमा परे अनुसन्धान गर्दिन थाप्लोमा परे आउँदा यो पैसा यहाँ छ यहाँ युके आको हुन्डीको पैसा पनि उहाँहरूले चलाउनु भएको छ है मैले उहाँहरूलाई तपाईको समर्थन गर्छु अनि अर्को कुरा मेरो खातामा पैसा युके को भनेर भन्नुभयो होला है सायद देखाउनु भएको युके मा 70 लाख कम्प्रेस सापकोटाको जेठी दिदी मीना सापकोटाको 2 चोटी भिजा इन्डियामा भिजा गर्न जाँदा मेरो खाता प्रयोग भएको छ मेरो दिदीको खाता प्रयोग भएको छ सर एकछिन नबोल्नु गएन मेरो खाता प्रयोग भएको छ 70 लाख रुपैयाँ 2 चोटी गर्दा उहाँलाई मैले भिएफएक्स गराउन एउटा सन्तान बनेर उहाँले राख्नु भएको तपाईलाई मैले दुई दिनबाट पैसा हाल्नु भनेको छैन मेरो भाइले हालेको पैसा तपाईको बहिनीको खातामा गएको तपाईले दिएको खाता नम्बरमा गएको पैसा मलाई चाहियो इन्ट्रेस्ट सहित चाहियो कहिलेको पैसा फिर्ता गर्ने कहिले दिनुभयो तपाईले मलाई पैसा पैसा फिर्ता गर्नु न इज्जत फिर्ता आफै हुन्छ पैसा फिर्ता गर्नु न पहिला तपाईको त खाने नै इन्टेन्सन छ अरूलाई फसाउने नै इन्टेन्सन छ त अनि कहाँ गर्नुहुन्छ त हाम्रो ज्ञान कहाँबाट आयो मेरो ज्ञान कहाँ छ त निकाल्नु नि त मेरो ज्ञानको प्रुफ निकाल्नु ल निकाल्नु नि त ल हिम्मत छ भने निकालेर देखाउनु मेरो ज्ञान को रहेछ यहाँ लिएर आउनु न किन बोलेर मात्र गर्नुहुन्छ अनि किन दुनियासँग मिसाउनुहुन्छ मलाई म एक्लै आइरहेको छु म एक्लै यहाँ नबोल भनिरहेछ त्यही तपाईँ मलाई ब्लक गर्ने फेसबुकमा ब्लक गर्ने टिकटकमा ब्लक गर्ने व्हाट्सएपमा ब्लक गर्ने अझ ठुलो कुरा गर्ने तपाईँ
गरेर मेसेज गर्न मिलिहाल्छ नि बीचमा ब्लक खोल्नुभयो मेसेज गर्नुभयो अनि फेरि अहिले ब्लकै गर्नुभएको छ तपाईँले नेपाल कहिले आउनुहुन्छ त्यति मात्रै भन्नु तपाईँले नेपाल कहिले आउनुहुन्छ कहिले हाम्रो पैसा रिफन्ड गर्नुहुन्छ पैसा लिने बेला कतिचोटि कल गर्नुहुन्छ दिदी दिनमा कतिचोटि कल गर्नुभएको थियो कतिचोटि कल गर्नुभएको थियो कतिचोटि कल गर्नुभएको थियो तपाईँको लोकेसन दिनुभएको थियो यो प्रकरण सोचेभन्दा जटिल पनि देखिएको छ। केही पीडितहरूका अनुसार भारत पाकिस्तानमा समेत एजेन्ट राखेर यो समूहले हुन्डी मार्फत रकम असुली गर्थ्यो। दर्शकहरू, रकम ठगी भएको छ पीडितहरूबाट, तर यसमा मुछिएका व्यक्तिहरू एक अर्कालाई दोषारोपण गरेर उम्किने प्रयासमा लागिरहेका छन्। खास गरी वैदेशिक रोजगार विभाग प्रहरीमा पनि उजुरीका चाङ छन्, तर यसको मुख्य योजनाकार को भन्ने कुरा अझै पनि खुलिसकेको छैन। खै अनुसन्धानकै क्रममा रहेको भनेर प्रहरीले हामीलाई जानकारी दिएको छ। यसरी ठगी गर्नेहरूमा यति मात्र होइनन्, धेरैजना छन् भन्ने किसिमको जानकारी प्राप्त भएको छ। ती सबैको मुखुन्डो एक एक गर्दै श्रृङ्खलाबद्ध रूपमा हामी कार्यक्रममा देखाउनेछौँ। अन्य व्यक्तिहरू पनि जसलाई जानुका ढुङ्गानालाई स्वयंले पनि ती व्यक्तिहरूको नाम पारेकी छन्, ती व्यक्तिहरूको पनि हामी आगामी दिनमा तथ्य प्रमाणसहित मुखुन्डो उतार्नेछौँ। यो विषय यहीँ रोकिएको छैन। जबसम्म पीडितले न्याय पाउँदैनन्, जबसम्म पीडितले आफूले ऋण काटेर बुझाएको, आफ्नो सासूको गहना बन्दकी राखेर बुझाएको, सहकारीबाट लिएको, जग्गा बेचेर दिएको पैसा फिर्ता हुँदैन, तबसम्म यो विषयलाई हामी निरन्तर फलोअप गर्नेछौँ, निरन्तर निगरानीमा राख्नेछौँ। दर्शकहरू, अब आजको अर्को विषयतर्फ यहाँहरूको ध्यान आकर्षण गराइहाल्छु।